स्वागत छ तपाईहरुलाई हाम्रो YouTube च्यानलमा। आज हामी चर्चा गर्नेछौं नेपाली लोकप्रिय सिरियल जुठे को सिजन 2 एपिसोड 201 कोलम बारेमा। यो एपिसोडमा भएका मुख्य घटनाहरू, पात्रहरूको मनोविज्ञान, कथाको प्रगति र आगामी एपिसोडहरूमा के अपेक्षा गर्न सकिन्छ त्यसको विस्तृत समीक्षा गर्दैछौं। एपिसोड 201 कोलम मुख्य घटनाहरू। हैन कार्की, मैले नबुझेको र के यो जिम्मलहरु छ हामी चाहिँ थर्र भएर कामै डराउनु पर्छ भन्ने चाहिँ कुनै रीत बस्छ हालै। इले जे भने त्यही हुने राजाको। ओइ धनीमानीहरुले बनाएको होला नि केटा। अब उनीहरुसँग पैसा छ, सम्पत्ति छ, उनीहरुले नबनाएर कसले बनाउँछ र? नानीको पसलमा सागरको फोटो कसरी आयो? जिमल साहब ए हजुरलाई लिनलाई त्यहाँ बाहिर दुईजना मान्छे आउनु भएको छ। ए मलाई लिन आयो होला। म आउँदैछु भन्दिनु नि ल त। हुन्छ हस्। मोटको त घरमा हल्ला हल्ला धेरै छ त के हो र? अब जिम्मल साहब आउने भनेर खुसी भएर बस्नु होला नि। दुईजना जुनकिर भाइ साहब ओइ नानी ए छोरी मने नानी नानी लौ लौ नानी हसिदर बाबु के गर्छ नि दुईजना? जिमल साहब हेरि बस्यो भने के भएको यो? त्यही त भने हेर्नु न। साथै आगामी एपिसोडमा केही अप्रत्याशित ट्विस्टहरू आउने सम्भावना छ जसले दर्शकहरूको उत्सुकता थप बढाउनेछ। निष्कर्ष जुठे सिरियलको सेसन 2 एपिसोड 201 ले नेपाली टेलिभिजनमा एउटा नयाँ मापदण्ड स्थापित गरेको छ। सामाजिक विषयवस्तुलाई यथार्थपरक र संवेदनशील तरिकाले प्रस्तुत गर्न सफल भएको छ। यसले दर्शकहरूलाई मात्र मनोरञ्जन दिने होइन, समाजमा भइरहेका समस्याहरूलाई पनि चिन्तन गर्न प्रेरित गरेको छ। यदि तपाईले यो एपिसोड हेर्नुभएको छ भने आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्न नबिर्सनुहोला। हामीलाई तपाईको विचार थाहा पाउनु निकै महत्त्वपूर्ण छ। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरेर नेपाली सिरियल र ड्रामाको अपडेट पाउनुहोस्।